हेलो साथीहरु, आज म 10 चक्का टिप्पर टाटाको टिप्परको यो ढाला कसरी उठाउने बसाल्ने अनि यसको सिस्टम भित्र कस्तो कस्तो छ आज म भन्न देखाउन जाँदैछु साथीहरु। र टिप्पर नचलाएका साथीहरुले यो भिडियो हेर्न जरुरी छ। साथीहरु, यो भिडियो हेर्न भन्दा पहिला मेरो एलडी माइलो युट्युब च्यानललाई लाइक सब्स्क्राइब गरेर यस्तै यस्तै भिडियोहरु अरु हेर्नको लागि बेल आइकनलाई प्रेस गरेर अल नोटिफिकेसनमा अन गरिदिनु होला। ल साथीहरु, म भित्र गएर सबै क्याबिन भित्र गएर देखाउने छु। हेर्नुस् है त पुरा भिडियो भित्र गएर हेरौँ है यसको सिस्टमहरु लाउनु होला है। अब यसलाई पहिला खोलौँ लाउनुस्। म जट जान्छु आउन होला के। अनि तल गरेर तपाईं पनि तार देखाउनुस्। ट्राको कोच्चो यार, अलि साउरो छ यार, निक्लिन साथमा उभिएन। यसलाई पहिला अलि यता हात देखाउनु त, न्युट्रल गर्ने। पहिला हामीले यसलाई स्टार्ट गर्नु पर्यो। एकैछिन यार यसको कटआउट अन गर्न पर्छ, जाम त सोल्टी। यसलाई पहिला स्टार्ट गर्नु पर्यो। स्टार्ट गरेपछि यो प्रेसर हुन अलिकति यतै आउनुस् त साथीहरु। यो पहिला चाहिँ हामीले यो अहिले हावा प्रेसर बनाएको छैन। यो प्रेसर मिटर हो, हावाको एयर मिटर। यो चाहिँ 8 देखि माथि चाहिँ हुनुपर्छ। यहाँ अर्को छ जो 8 मा गयो भने हामीले यसलाई चालु गर्न हिँडाल्न अथवा यो पछिको ढालालाई चाहिँ हामीले उठाउन झार्न सकिन्छ साथीहरु। यसको लागि 5 मिनेट लाग्छ। त्यो साथीहरु 5 मिनेट पछि 8 मा त अझै गएको छैन यसको मिटर। तर म हजुरहरुलाई 8 मा लानै पर्छ। यस्तो गाडी हिँड्दाखेरि, लोड गाडीहरु हिँड्दाखेरि 8 भन्दा माथि चाहिँ हुनुपर्छ। मैले यो थोरै देखाउन हजुरहरुलाई देखाउनको लागि मात्र म हो। यसको पछिको ढाला उठाउनको लागि चाहिँ यो सिस्टम रहेको छ। यो पछि ढाला उठाउने हो भने यो ह्यान्ड ब्रेक हो। यो ह्यान्ड ब्रेक चाहिँ यो लागेको छ। हामीले चाहिँ गाडी हिँड्दाखेरि हामीले यसलाई तल झार्नु पर्ने हुन्छ। यो चाहिँ हाइड्रोलिकको कन्ट्रोलर हो। अनि हाइड्रोलिक उठाउँदाखेरि यो पहिला यो लकलाई हामीले सुरुमा यो क्लच दबाउनु पर्छ। क्लच दबाएर हामीले यो लकलाई उठाउनु पर्छ। यो लकलाई उठाइसकेपछि माथि उठाउनको लागि यो यता उँभो तान्ने, यो माथि तान्ने साथीहरु लकलाई उठाएर। अनि त्यसपछि क्लचलाई बिस्तारै बिस्तारै छोड्ने अनि हल्का साथमा रेस पनि दिइराख्ने हो। अब यो हेर्नुस्, म यो हल्का क्लच छोड्दै उठाउँदै गर्छु। यो पछिको ढाला उठ्छ हेर्नुस् है साथीहरु। पछिको ढाला यहाँ यो उठ्दै जान्छ। यो यताबाट क्लियर देख्दैन, म बाहिरबाट देखाइदिन्छु। म यी साथीहरु हल्का हल्का उठ्दै जान्छ। अनि त्यतिमै रोक्नु छ भने तपाईले यतिमै पुरा नउठाउने, यतिकै उठाउनु छ भने चाहिँ तपाईले फेरि हेरेर देखाउनु त। यसलाई चाहिँ न्युट्रल गरिदिनुस्। त्यतिमै रोकिन्छ, उता देखाउनुस्, त्यतिमै रोकिन्छ। अनि यो फेरि देखाउनु त। फेरि यो पुरै माथि उठाउनु छ भने यसलाई फेरि लिनुस् यतै। अनि त्यसपछि यसलाई पुरै उता देखाउनु त। यो पुरै माथि आउँछ, पुरै माथि जान्छ। हल्का कलर छोड्दै जाने, दिँदै जाने, यस्तै गरेर यो पुरै माथि जान्छ। जतिमा हामीले रोक्नु छ त्यतिमा यो हामीले न्युट्रल गर्न सकिन्छ। यसको यति नै हो साथीहरु। अनि यो डाउन गर्दाखेरि हामीले यो यता देखाउनु, यो डन्डी छ,
यो डन्डीलाई चाहिँ तल लगेपछि यो लक पनि अटोमेटिक चाहिँ बन्द हुन्छ, त्यो गइसक्यो, यो तल झरिसक्यो। यसको साथी यति नै हो। र यता आउँछु तपाईँ उताबाट। अब यो म गियरको बारे भन्छु साथीहरूलाई, अरू सिस्टमको बारे। यो ढाला उठाउने तरिका यति नै हो। ढाला उठाउने यति नै हो। अब यो गियर हेर्नुहोस्, यो डबल न्युट्रल गाडी हो, डबल न्युट्रल गाडी हो साथीहरू यो। जस्तो यो हेर्नुहोस्, अहिले चाहिँ हामीले यो 1 देखि यो 1 भयो, यो 2 भयो, यो 3 भयो, 4 भयो। हामीले 4 गियर हाल्दाखेरि हामीले पहिलो न्युट्रलमा हाल्यौँ। अब तपाईँको 5 मा हाल्दाखेरि अर्को न्युट्रलमा चेन्ज गर्नुपर्ने हुन्छ यसमा। अनि 5, 6 अनि त्यसपछि 7 अनि यो 8 भयो साथीहरू। अनि तपाईँले हामीले यो रिभर्स गियर, यो रिभर्स हाल्यो भने यो पछि जान्छ गाडी। यो अहिले हामीले चाहिँ चलाएको छैनौँ, रिभर्समा पछि जान्छ। अनि चाहिँ यो लो गियर, यो हामीले एकदमै 30-32 टन हालेर हिँड्दाखेरि हामीले गाडी उठाउनु छ भने साथीहरू यो लो गियरमा हालेर उठाउनु पर्ने हुन्छ। 1 मा हाल्दाखेरि क्लच प्लेटलाई असर पर्छ, अनि मतलब क्लच प्लेट जान्छ। त्यसैले हामीले चाहिँ यसमा लोमा उठाउनु पर्ने हुन्छ साथीहरू। यस्तो यति नै हो। यो टिप्पर चलाएको साथीहरूले त यो नर्मल कुरो हो, जान्नु भएकै हुन्छ। र कहिले काहीँ ट्रक मात्र चलाएको, ट्रक बसहरू चलाएको साथीहरूलाई चाहिँ यसको अलि टिप्परहरूको सिस्टम फरक हुन्छ। यसको यति नै हो। यसलाई बन्द गर मैले होइन। अब तपाईँको यो स्विचहरू छ, यो स्विचहरू फेरि तपाईँको यो हाम्रो स्टार्ट गर्दाखेरि यो हेभीमै हुन्छ। यसलाई खाली गाडीमा चाहिँ यो हेभीमा खाली गाडी हामीले लाइटमा लाएर हिँड्नुपर्ने हुन्छ। अनि ठिक्कको उकालो छ, उकालो छ भने हामीले यो मिडियम स्विचमा लाउनु पर्ने हुन्छ। अनि एकदमै उकालो छ भने चाहिँ हामीले यो हेभी बटन अन गरेर हिँड्न पर्छ साथीहरू। र साथीहरू भिडियोलाई कस्तो लाग्यो कमेन्टमा बताइदिनु होला। अनि लाइक सब्सक्राइब गरेर पनि साथ सपोर्ट गरिदिनु होला साथीहरू। आजलाई यति नै, भेटौँला नेक्स्ट भिडियोमा।